हेलो ल आज चाहिँ म फेरि पनि आएको छु सागबारीमा। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ रायोको साग यति मजाले सप्रिएको छ है, पुरै नगरौँ। म धेरै दिन पछाडि आएको फेरि यो बारीमा होइन। साग यति मजाले सप्रेको रहेछ, यो हरियो देख्दाखेरि चाहिँ मलाई यति आनन्द लाग्यो होइन, यति आनन्द लाग्यो। हेर्दै काँचै खाउँ 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 जस्तो होइन, यति मजाको साग फलिरहेको रहेछ पुरै। अनि यहाँ हेर्न सक्नुहुन्छ यहाँ चाहिँ धनिया छ, लह 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 भरेको धनिया छ। अनि यता छ पालक। मलाई चाहिँ पालक चाहिँ खासै मन पर्दैन है, किनभने मलाई पालक अलिकति ठस्स गनाउँछ। कहिलेकाहीँ चाहिँ पालक पनिर चाहिँ बनाएको हुन्छु है, तर स्पेसली म पालकै भनेर चाहिँ म खाँदिनँ। त्यही पनि यहाँको पालकहरू हेर्नु न कति ठुलो ठुलो हो, नेपालमा त्यस्तो हुँदैन। पालक चाहिँ धेरै ठुलो ठुलो छ, तर ठिकै छ। मलाई जे चाहिने हो म त्यो लिएर जान्छु। म रायोको साग त्यहाँ मैले अर्डर गरिसकेको छु, त्यहाँ भैयाले गर्दै हुनुहुन्छ। अनि हेर्न सक्नुहुन्छ अहिले रमदान चलिरहेको छ होइन, रमदान चलिरहेको छ। अनि यो चाहिँ अब अहिले अहिले ठ्याक्कै 5 बजेको छ होइन। तपाईँले हेर्न सक्नुहुन्छ यो खजुरको रुख कति मजाको छ त्यहाँ, लाग्छ यस्तो हरियो ठाउँमा आउँदाखेरि। मलाई चाहिँ धनिया हेर्नु न कति मजाको के साह्रो सप्रेको हो धनिया पनि। यस्तो मरुभूमिमा पनि यतिको चाहिँ हुनु चाहिँ धेरै ठुलो कुरा हो क्या। हेर्नु त यति मजाको छ नि, यस्तो मजाको छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले यता चाहिँ अलिकति फुलिसकेको रहेछ, तर पनि केही छैन। यहाँ चाहिँ रायो मजाले सप्रेको छ है, कति मजाको ठुलो ठुलो पात क्या। अब कस्तो मजाको छ हेर्नु त। सक्ने भए फर्काइलो तेमा मेरी माया तिम्रो हात समय। ल त गाई चाहिँ यति नै भिडियो चाहिँ